हेलो साथीहरू, आज हामी चाहिँ छङुपदेखि बुवान पिकनिक आएको छौँ है। नमस्ते दिदी। यहाँ हाम्रो सबै दाजुभाइहरू मिलेर सेकुवा पोल्दै हुनुहुन्छ है। अर्को दाइले पनि मासु देखाउँदै हुनुहुन्छ। सेकुवा आयो उता पोल्छ। हेलो सर। यति धेरै दाजुभाइहरूको छेउमा मेरो हस्बेन्डले चाहिँ मलाई जिस्काइरहनु भएको थियो। म चाहिँ लाजले है फर्केर आएँ। यहाँ सबैजना मेरो साथीहरू हुनुहुन्छ है। यो त हामी खाँदैछौँ भने यता अरू दाजुभाइहरूले सेकुवा पोल्दै हुनुहुन्छ भने यता कोही कोही दाजुभाइहरू चाहिँ इन्जोय गरिराख्नु भएको थियो है। ल है हामीले यहाँ पनि इन्ट्री गरिसक्यौँ। साथी र म चाहिँ तल पनि यति धेरै नाचियो कि है, पसिना आइन्जेल तल पनि नाचियो है। यहाँ पनि आएर फेरि नाच्दैछौँ हामी। हामी लगभग केटीहरू चाहिँ 6-7 जना थियौँ होला। अनि एकजना साथी चाहिँ फर्किनु भयो भोलि काम छ भनेर। अनि अर्को नानाहरू चाहिँ कहाँ सुत्नु भयो कि थाहा भएन। अर्को नाना चाहिँ यही हुनुहुन्छ। अनि एकजना साथी हुनुहुन्छ, उहाँ चाहिँ बिचरा भर्खरको 5 महिनाको नानी हुनुहुन्छ। उहाँ चाहिँ रुमदेखि निस्कन पाउनु भएकै थिएन। अनि एकजना साथी र म चाहिँ रातभरि इन्जोय गरेको। हामी पनि बेलैमा सुत्नुपर्छ ल, भोलि समुद्र जानुपर्छ भन्दै थियौँ। त्यसो भन्दा भन्दै है 3 बजिसक्यो। अनि यहाँ हाम्रो भाइ मस्की नाचिराख्नु भएको छ है। यहाँ चाहिँ हाम्रो देवर हो है। ओके भाइ, गुड नाइट। हेलो भाइ, गुड मर्निङ। हिजो हामी पिकनिक गएको थियौँ होइन। अनि यता हेर्नुहोस् है भ्यू। आमामा, यहाँ हामी बस्ने रेस्टुरेन्टदेखि यता हेर्नु यहाँ यस्तो राम्रो छ। समुद्र हो यो चाहिँ। समुद्रको छेउमा पिकनिक आएको। हाई गाइस। यहाँ अब एकछिनमा हामी जाने। हामी बोटिङ चढ्न जाँदैछौँ है गाइस। होइन र कस्तो रमाइलो रहेछ नि। नानीलाई हामीले म सक्छु हो त्यस्तो खतरा बनाउँछ। नानीलाई लाने होइन, तिमीहरू जाऊ के त्यस्तो उवाला ढाक निलाई यस्तो हुन्छ है। तिम्रो हजुर हैन खुसी म त यही पो यही हल्लिरहेछ। हामी केटामा जान्छ तपाई नजाने छोड्नु है। ओके के हेरौ डर लाग्छ नि फेरि लास्ट त्यस्तो पुरै बिचमा यस्तै गरेर लाग्यो। यस्तै हो। खेल्नु कि नखेल्नु रहर पनि थियो, त्योभन्दा बढी डर पनि थियो। तर नाथे के नै हो रे यस्तो होइन। बन्जी पनि त हानियो जस्तो पनि मनमा लागिरहेको थियो है।
डर लाग्दैन मलाई त डर लागेर म चाहिँ जान्न भाइ मेरो पनि हो नजानी म पनि हिँड्दाखेरि त खोइ कति जाने जाने भने जाउँ एकजना दाइले चाहिँ मलाई जिस्काइरहनु भएको थियो राइनी खतरा हो नि भनेर होइन मनमा डर हुँदा हुँदै चढिसक्यौँ है त्यहाँ हेरेको भन्दा चाहिँ त्यो जब चढिसकेपछि फिल नै नहुने रहेछ कि यस्तो रमाइलो हुने रहेछ है यस्तो रमाइलो हुने रहेछ धन्न म आएछु जस्तो फिल भयो कि धन्न मैले चढेछु है त्यहाँ धन्न मिस गरिनँ जस्तो फिलिङ्स आएको क्या है यस्तो इन्जोय भइरहेको थिएँ आउँदा आउँदै हिजो हामी बसेको होइन सिक्ताम पनि देखियो मेरो हस्बेन्डले मलाई देखाइरहनु भएको थियो यहाँबाट चाहिँ हामी हिजो बसेको सिक्ताम चाहिँ नजिकै रहेछ ए 2 दिनको जिन्दगीमा है इन्जोय गरेर बाँच्नुपर्छ के है रमाइलो गर्नुपर्छ मान्छेको जिन्दगी हो आज कि भोलि हो थाहा हुन्न होइन के को लागि लोभ गर्नु है जति लोभ गरे पनि उयो हो होइन जस्तो लाग्छ क्या मलाई चाहिँ है त्यही भएर बाँचुन्जेल रमाइलो गरौँ है साथी हो म चाहिँ त्यही भन्छु म चाहिँ पुरै गीत गाइरहेको छु होइन यहाँ पर देख्नुभयो नि उहाँ चाहिँ हाम्रो दाइहरू देवरहरू हुनुहुन्छ त्यहाँ चाहिँ है आफू हिँड्दाखेरि चाहिँ यस्तो खासै फिलै नहुने अरूको देख्दाखेरि चाहिँ कस्तो है स्पिडमा लगे जस्तो हुन्छ म चाहिँ रमाइलोको जोसमा त्यो कोरियन ड्राइभरलाई पनि होइन बिस्तारै चलाउनु भन्दै रहेछु अहिले सुन्दाखेरि मलाई कस्तो लाज लाग्दैछ क्या लाइन अब फर्काउने दाइहरू भाइहरू
समुद्रमा किन यति धेरै कालो हुन्छ होला गाइस है हेर्नु त यहाँदेखि माथि चाहिँ यहाँ छोप्ने कपडा लाउनु भएको थियो होइन जुन हाम्रो अनुहार हेरि नसक्नुको छ के बाई गाइस